जमिन भवन यहाँदेखि तिब्बतको बोर्डरसम्म हो नि त त्यो प्लेटमा के हो नि त नेपाल भारत त्यो प्लेटको सम्बन्ध त लास्ट भाग अब ठुलो घुम्न त समुद्र मान्छे बसेको बे अफ बङ्गाल इन्डियन ओसियन र अरब ओसियनको सङ्गमस्थल छ हामी अहिले बिहान चाहिँ सनराइजको सिचुएसन सिन हेर्नलाई चाहिँ आयौँ असाध्यै राम्रो सिन थियो समुद्रबाट बिस्तारै रातो डल्लो निक्लिँदै आएको हाम्रो सूर्य चाहिँ राइज भएकोलाई असाध्यै राम्रो र यहाँ चाहिँ धेरै नै शनिबार हामी यहाँ हिजो राति हामी चाहिँ यहाँ 12 बजीतिर राति आइपुग्यौँ। यही होटलमा बसेको हो। यो होटल हेर्दै हुनुहुन्छ यो ठिकै छ बजेटरी होटल हो। हामी 4 जना आएर राति बस्यौँ। अलमोस्ट चाहिँ 2टा कोठाको 4200 लियो, जिएसटी लिँदो रहेछ। यो चाहिँ हामी आएको कन्याकुमारी अलमोस्ट के भन्दाखेरि भारतको सबभन्दा सबै तलतिर आएको। यहाँको मौसम अहिले बिहान एकदम ठिक्क रहेछ, हावा चलिरहेको छ। हामी सनराइज हेऱ्यौँ, बिहान सनराइज हेरेर आयौँ। अब यो यस्तो सिनेरी चाहिँ हेर्दाखेरि यसरी छ। मोस्टली चाहिँ यहाँ इन्डियन टुरिस्टहरू आउँदो रहेछ। तर यो लाइनमा आउँदाखेरि चाहिँ होटलहरू पर्याप्त मात्रामा भेटिन्छ। मौसम चाहिँ बिहानको अरू ठाउँ भने इन्डियाभन्दा चाहिँ सफै छ। खानपिनको लागि पनि सबै चिज यहाँ सबै सजिलो नै छ। अब यतातिर हेरिदिनु छ हामी यताको यो बाटोतिर हामी गयौँ भने यो बाटोतिर तपाईँको सनराइजको स्पटहरू छ र विवेकानन्द भन्नेको स्ट्याचु पनि तपाईँले यहीँबाट देख्नुहुन्छ। अब मेरो अपोजिट यो रोड भयो, रोडको अपोजिटमा हामी यहाँ पनि राम्रो बजेटरी होटल देख्दैछौँ होइन। अब हामी चाहिँ गाडी लिएर नै ट्याक्सी नै हायर गरेर आएको ट्याक्सी, एउटा सेतो कलरको ट्याक्सी देख्नुहुन्छ त्यो हो। यो चाहिँ हामी रामेश्वरमबाट लिएर आएको अलमोस्ट 5-7 घन्टा भयो थियो। त्यो हाम्रो साथीहरू यो पछाडि प्रमोद सर हुनुहुन्छ, यहाँनिर चाहिँ अब सोम सर हुनुहुन्छ, यता चाहिँ राम सर हुनुहुन्छ होइन। आफ्नो परिवारसँग गफसप गर्दै यहाँ साइडमा हेर्दै हुनुहोस्। यो अलमोस्ट चाहिँ तपाईँको इन्डियन टुरिस्टहरू यहाँ आउँछन्। मैले यहाँ नर्थतिरको टुरिस्ट चाहिँ कमै देखेँ, साउथतिरको चाहिँ अलिक बढी टुरिस्टहरू यहाँ आउँदैछन्। किनभने सायद होला यो अलिकति सस्तो भएको कारणले पनि होला। यहाँ हेर्दै हुनुहुन्छ हावा कस्तो मजाले शीतलको हावा भइरहेछ। तपाईँहरू पनि आउँदाखेरि यही रोडतिर आउने। यो रोडको नाम त मैले पढ्न सकिनँ किनभने यो सबै तपाईँको उनीहरूको भाषामा लेखेको छ, इङ्ग्लिसमा छँदै छैन। तर मोस्टली चाहिँ तपाईँले यहाँ भेजिटेरियन पसल पाउनुहुन्छ। अनि माछाको लागि चाहिँ धेरै फेमस हो, सस्तो हो। तपाईँ जसरी जे खानु छानेर खान सक्नुहुन्छ।